नमस्कार, म मुकेश कुमार ठाकुर यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो रेडियो धनुष 79.7 मेगा हर्जको निर्वाचन विशेष जानकारी सन्दर्भ लिएर हामी उपस्थित भएका छौँ र हामीलाई तपाईँ हाम्रो सामाजिक सञ्जालका प्लेटफर्म मार्फतहरूबाट पनि हेरिरहनु भएको छ। यतिखेर हामी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 को प्रतिनिधि सभा सदस्य निर्वाचनको भइरहेको मतगणना बारे जानकारी दिन उपस्थित भएका छौं। अहिलेसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 को मतगणना अहिलेसम्मकै मत परिणाम तपाईहरुलाई हामी दिन गइरहेका छौं। अहिलेसम्म तपाईलाई जानकारी गराउँ, मतगणना भइसकेका हसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका, मिथिला नगरपालिका, श्रेष्ठनाथ नगरपालिका र धनुषा धाम नगरपालिकाको वडा नम्बर 1 यति सम्पन्न भइसकेको छ भने 3 र 4 को मतगणना अझ हुँदैछ। यतिसम्म मतगणना भइरहँदा अहिले चाहिँ हामी बाँकी कुन कुन पालिका छन्, कुन कुन वडा छन् भन्ने कुरा पनि तपाईलाई जानकारी दिन गइरहेका छौं। अब बाँकी धनुषा धाम नगरपालिकाको वडा नम्बर 3 र 4 हुँदैछ भइरहँदा 5, 6, 7, 8 र 9 मतगणना हुन बाँकी छ। त्यसैगरी गणेशमान चारनाथ नगरपालिकाको सबै मतगणना हुन बाँकी छन् र सबैला नगरपालिकाको पनि मतगणना हुन बाँकी नै छन्। अहिलेसम्मको कुन दलले कति मत ल्यायो सन्दर्भमा हामी चाहिँ तपाईहरुलाई जानकारी दिन गइरहेका छौं। सूर्य चिन्हमा 3046, त्यसैगरी रुख चिन्हमा 3129, त्यसैगरी तारा चुनाव चिन्हमा 3080, छाता चुनाव चिन्हमा 1052, हरण चुनाव चिन्हमा 734, हलो चुनाव चिन्हमा 414 र बदर मत 2130 रहेको छ। यी जानकारी हामीले विशेष गरी सहायक निर्वाचन अधिकृत दिपेन्द्र कुवर जीसँग लिएका छौं र तपाई सबैको जिज्ञासा जुन अहिलेसम्मको यी सबै चुनाव चिन्हहरूको मतगणनाको बारेमा मात्रै भन्नुभयो भनेर जिज्ञासा र प्रश्न स्वाभाविकै हुन्। तर म के भन्न चाहन्छु भने घण्टी चुनाव चिन्हको विषयमा यहाँहरूलाई सबैलाई थाहा छ। हिजो मात्रै ढिलो एकदमै अबेर चुनाव को जुन मत परिणाम मतगणना प्रक्रिया सुरु भएको थियो, के गर्ने नगर्ने विषयमा, त्यो विषयमा निर्वाचन आयोगको निर्देशन बमोजिम जुन तपाईको निर्वाचन चिन्ह घण्टीमा जुन मतहरू खसेको छ त्यो मतलाई छुट्टै राखिएका छन् जुन निर्वाचन आयोगको निर्देशन अनुसार छ। तर म के भन्न चाहन्छु भने यति मत गनिरहँदा घण्टी चुनाव चिन्हमा अत्याधिक मत खसेको छ। तर सो मतलाई अहिले त्यतिकै निर्वाचन आयोगको निर्देशन बमोजिम राखिएको छ यकिन गरेर। पछि जुन सम्मानित सर्वोच्च अदालतमा यो विषय 25 गते बहस भएको हुँदा हामी यस विषयमा केही भन्दैनौं, तर 25 गते के निर्णय आउँछ सम्मानित सर्वोच्च अदालतबाट त्यसपछि मात्रै यस क्षेत्रमा घण्टी चुनाव चिन्हको मत सदर बदर भन्ने विषय त्यो पछिको विषय हो। अहिलेसम्मको धनुषा निर्वाचन क्षेत्र नम्बर 1 को मत परिणाम बारे तपाईहरुलाई हामीले जानकारी गराएको छौं। हामीसँग निरन्तर बनिरहनु होला। हामी सम्भवतः अब प्रत्येक वडा सकिनु बित्तिकै तपाईलाई अपडेट गराउने प्रयासमा हुन्छौं नै। अहिलेको लागि म बिदा लिन चाहन्छु। नमस्कार, धन्यवाद।